साजने ओइ साजने भन्न राजने। तैँले 10 नम्बरको न्युमेरिकल गरिस्? गरेको छैन हौ मैले त। तैँले गरिस्? मैले गरेको भए तँलाई सोध्थे त साले। बात त सही है। के हुँदैछ त्यहाँ? केही भएको छैन मिस। केही भयो भने म तपाईलाई भनिहाल्छु नि। तपाईँ आरामले बस्नुहोस् के मिस। म त भन्छु तपाईँ 2 घण्टासम्म मस्तले सुत्नुहोस्। त्यति बेलसम्म हामी हल्ला नगरी गर्छौं। मलाई उल्लु सम्झेको तिमीहरूले? म सुते भने तिमीहरूले के गर्छौ थाहा छैन मलाई। आमा कसम मिस, हामी तपाईलाई केही गर्दिनौं। हो तपाईँ राम्री हुनुहुन्छ, तर मिसलाई गलत नजरले हेर्ने बानी छैन हाम्रो। त्यो भनेको होइन के? म सुते भने तिमीहरू एकअर्काको सारासार गर्छौ भनेको। सारासार गर्नलाई त कसैले लेखेको हुनु पर्यो नि मिस। सबै उस्ता उस्तै छौं, कसको सार्नु खोइ? हो त्यही भएर भनेको जति आउँछ त्यति लेख अनि कपी बुझाएर जाऊ। मलाई त नाम र सिम्बल नम्बर मात्र लेख्न आउँछ मिस, जुन मैले लेखिसके। अब घर जाँदा हुन्छ त्यसो भए? हुँदैन, अघि नै भनेको होइन, पहिलो घन्टी भन्दा अगाडि कोही कहीँ जानु पाउँदैन भनेर। ल ल मिस, म लेख्ने प्रयास गर्छु ल। आएन भने सिकाइदिनु ल मिस। म पास भए भने तपाईलाई आइसक्रिम खुवाउँछु के? पर्दैन, म यहाँ तिमीहरूलाई सिकाउनु बसेको हो। जति आउँछ त्यति लेख्ने, आउँदैन भने चुप लागेर बस्ने। तेरो बाउले भन्थ्यौ। मिस हेर्नु न, यसले मेरो तन्की तन्की हेरिरहेछ। मिस हेर्नु न, तन्की तन्की हेर्दा पनि यसले छोपिरहेछ। तिमी अरूको नहेर त, तिम्रो कपी खोजिदिनु पर्ने हो। खोजिदिनु मिस, खोजिदिनु। यसले अघिदेखि मलाई डिस्टर्ब गरेको गरेछ।